म जिस्केको मात्रै हो के ल हेर के भाइ के पारा हो केटी मान्छेलाई जबरजस्ती गर्न लाज लाग्दैन हे तेरिका मेरै बुढी हो के दाइ स्कुल ड्रेस मात्रै लगाएको कहाँ केटी हुनु मेरो बुढी हो हेर त केटी भने के हो स्कुल पढ्ने बुढी जस्ती छ त्यत्रो मान्छेले जबरजस्ती गरिरहेको छ बुढी हो भनेर लिएर गयो बुढी नै त होला नि जेसुकै होस् लाएर त त्यहाँ अझै ठस्स परेर बसे कि कस्तो के भुन्टु तिमी अनि जिस्केको पनि थाहा पाउँदैन हौ मैले त जिस्केर पो भनेको त अनि त्यसरी ओर्लेरै जानुपर्छ तिमी मैले त्यहाँ तिमीलाई जबरजस्ती गरेर मैले गाडीमा ल्याएर बसाउने बेलामा पुलिसले देखेको भए मलाई समाएर लिएर जान्थ्यो केटी मान्छे माथि हातपात गर्ने भनेर अनि तिमीलाई ठिक्क हुन्थ्यो तिम्रो पोइबुढा जेलमा गएपछि अनि तिमी आरामले बस्थ्यौ होला नि होइन घरमा मैले जान दिन पर्यो नि